त्यो पुरानो रगतले लप्पतिएको हात भएका नेताहरू चाहिँ आउनु पाउँदैन। हामीले तीनवटा कुरा, एउटा राष्ट्रिय सभा जीवित रहनुपर्छ, अदरवाइज कन्स्टिट्युसनल क्राइसिस संवैधानिक सङ्कट हुन्छ। प्रतिनिधि सभा विघटन गरेर फ्रेस म्यान्डेटमा जानुहुन्छ, त्यो हामीले पहिलो पार्टी हो जो स्वीकार्यौँ, आह्वान नै गऱ्यौँ। दोस्रो कुरा के हो भने राष्ट्रिय सभा त वर्तमान संविधानले राष्ट्रिय सभालाई विघटनको परिकल्पना नै गरेको छ। यो त एउटा रोटेसनमा जान्छ होइन, 6 वर्ष 2 वर्षको रोटेसनमा जान्छ। त्यसैले गर्दाखेरि यसको परिकल्पना नै गरेको छैन भने यो संविधान जीवित छ भने राष्ट्रिय सभा जीवित हुन्छ, राष्ट्रिय सभा र संविधान जीवित छ भने राष्ट्रपति भन्ने संस्था पनि जीवित हुन्छ भन्ने परिकल्पना गरेकोले गर्दा हामीले संविधान मान्दै गर्दाखेरि यो कुराहरूलाई हामीले मान्ने नै हो। संविधान मानेछौँ। हामीले के परिवर्तन हुनुपर्छ भनेको छौँ भने जुन किसिमको राजनीतिक संस्कार होइन र राजनीतिक उपलब्धिहरूको दुरुपयोग जुन भयो यो 35 वर्षसम्म, त्यो गलत हो। त्यहाँ भएको पात्रहरू प्रवृत्तिहरू गलत भयो होइन। हामीले 34 महिनासम्म 21 जना सांसदले कहिले कार्पेटमा, चिसो कार्पेटमा बसेर, कहिले कराएर, कहिले के गरेर, कहिले कालो लुगा लगाएर, कहिले निलो रिबन लगाएर हामीले त भरको शक्ति लगाएर विरोध गरिरहेको थियौँ। तपाईँहरू गलत गर्दै हुनुहुन्छ है, तपाईँहरू गलत गर्दै हुनुहुन्छ भनि नै राखेको थियो। हाम्रो समस्या त्यहाँ थियो कि हामीले तपाईँहरूले जुन तरिका गरिरहनु भएको छ, हेर्नुहोस् 90 दिनमा प्रमोसन भइसक्नुपर्ने डिआइजीको प्रमोसन 150 दिनसम्म गरिएन किनकि फलानुको ज्वाइँको पालो आएको छैन भनेर त्यसरी दुरुपयोग गरिराखेको थियो। फलानुलाई ठेक्का दिनुपर्छ होइन, फलानुलाई टिकट दिन सकिएन त्यसैले अब राजदूत बनाइदिनुपर्छ, यो दुरुपयोगहरू भइराखेको थियो नि। यस्तो त हजारौँवटा उदाहरण छ। हाम्रो समस्या त्यहाँ थियो। त्यसैले गर्दाखेरि जुन अहिले प्रवृत्ति परिवर्तनको लागि जुन प्रयासहरू भइराखेको छ त्यसको उचित समाधानको ढोका भनेकै फागुन 21 को निर्वाचन हो। त्यसमा उभिनुपर्छ र त्यसको लागि हामी अन्तरिम संविधान जारी गरेर बल्ल सरकार गठन होइन, त्यो बहस गरौँ न होइन, त्यो बहस गरौँ न। तपाईँले यसरी मलाई एक्लै उभाएर घेरेर सोधेर त्यसको निराकरण हुँदैन होइन। त्यसको फरम अहिलेको सुन्ने मान्छे को हो, कसको हो? राजनीतिक सर्वदलीय र सर्वपक्षीय फरम एउटा बनाएर त्यसको बहस त टेबलमा राउन्ड टेबल डिक्लेरेसन भन्छ नि, राउन्ड टेबल डिस्कसन गरेर अनि त्यहाँबाट 5 बुँदे घोषणापत्र बनाएर त्यसरी अगाडि बढ्यो भने पो समाधान हुन्छ। तपाईँले मलाई एक्लै सोध्नुहुन्छ, अर्को नेतालाई अर्को कुनै कार्यक्रममा यसरी एक्लै सोध्नुहुन्छ भनेपछि त त्यो मन्थन भएन नि। सर्वपक्षीय जानु हो, सर्वदलीय सर्वपक्षीय, तर त्यसमा